अनि लगाउने ढक्कन अनि लगाउने ढक्कन। फाइनली गाइज हाम्रो चिकन बनेर रेडी भइसक्यो। हेरौँ त कस्तो भयो। हेलो गाइज, आजको प्लान हाम्रो के छ भनेर थाहा पाउनको लागि भिडियोको अन्तसम्म बसेर हामीलाई हेरिराख्नु होला। मेरे को तो ऐसा धक धक हो रहा है। बुढीलाई मासु खान मन लागेको रहेछ हैन, त्यही भएर टक्क दोकान गएर कलेजो पङ्ग्रेलो लिएर आइयो हैन। अब यसको रेसिपी कस्तो हुन्छ आइए देखते हैं, मजा आएगा। ल फर्स्टमा त यसलाई लगेर मजाले क्लिन गर्नुपर्छ हैन। अच्छा ठीक है। अब क्लिन मस्त यहाँ लगेर यसलाई मजाले यहाँ क्लिन गर्ने पानीले धोइदै बनाएर नुहाइ गर्नुपर्छ। लागि मसला रेडी। ल मसलामा के हाल्नु पर्यो भन्दाखेरि हैन, हल्का लसुन, अदरक, सुकेको खुर्सानी, अनि 1 चम्मच एन्ड हाफ चम्मच जिरा, हल्का पानी, अनि लगाउने ढक्कन लगाउने यहाँ अनि पानी काट्नु काट्ने खाना हाल्ने टमाटर ल्याउने अब हुन्छ हाम्रो चिकनको रेसिपी बनाउने तरिका। कसरी बनाउने लाउनुहोस्। तो चलिए शुरू करते हैं। पहिला हाल्नु पर्यो हामीले यहाँ ग्यास सास बनाउनु पर्यो हैन। अनि हामी तेल तेल आयो। फर्स्टमा हाल्नु पर्यो हामीले ल्वाङ इलाइची हैन। अनि हाल्ने हामीले प्याज हालिसकेपछि टक्क पनि ल्याउने मजाले चलाउने मस्त पारेर ब्राउन कलर निस्किँदासम्म चलाउने मजाले हैन। चलाउने यसरी बेला बेलामा यताबाट पनि हाल्ने, 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 बेला बेलामा माथिबाट तान्ने, आफूतिर घुमाइराख्ने। हल्का ब्राउन भइसकेपछि अनि अलिकतिको मस्त यो जादुई मसला एड गर्ने मजाले पुरै कम भएको लाग्यो भनेपछि हल्का पानी ल्याउने, हल्का पानी हाल्ने, सँगसँगै घोलेर हाल्ने। अब बराबर भयो चलाउने मजाले यस्तो कच्चा पदार्थ जबसम्म सकिन्न तबसम्म मजाले चलाउने होइन। अब यसमा हामीले टमाटर एड गर्नु। टमाटर एड भयो। अब एकछिन फेरि ग्यास साफ गराएर मजाले चलाउने। फेरि निकाल्छु म अब मेरो स्पेसल जादुई मसलाको डब्बा। हेर्नुहोस्, झूठ बोलो, बार बार झूठ बोलो। हल्का हालेँ मैले कम गरेर ग्यास। धनियाँ मसला 2 चम्मच, मिर्ची पाउडर 1 चम्मच, हल्दी पाउडर आधा चम्मच, नमक 1.5 चम्मच, अनि हल्का हाम्रो नेपालको अर्ग्यानिक टिमुर। यस्तो बढिया टेस्ट आउँछ टिमुरले बुझिराख्नु। अनि हुन्छ यो प्याकिङ जान्छ आफ्नो ठाउँमा। फेरि यसलाई मजाले मिडियम ग्यासमा मजाले चलाउने होइन, मजाले चलाउने। फाइनली गाइज अब रेडी भयो मसला होइन। अब हालौँ चिकन। मजाले यसको पानी निखारेर राखेर सबै पारेर मसलाको बिचमा राख्नुपर्छ होइन। तब बल्ल अलि दामी टेस्ट आउँछ क्या। बिचमा राख्नुपर्छ होइन, तब बल्ल अलि दामी टेस्ट आउँछ क्या। अनि मजाले चलाउने एकछिन मिडियम ग्यासमा 5 मिनटको लागि ढाक। फाइनली गाइज हाम्रो चिकन बनेर रेडी भइसक्यो। हेरौँ त कस्तो भयो। हेर्नुमा त दामी छ होइन। ल टेस्ट गरौँ अब। ल अब टेस्ट गरौँ है त कस्तो भयो। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सुके दामी छ। ल गाइज यस्तै भिडियो हेर्नको लागि भिडियोलाई लाइक कमेन्ट सेयर र पेजलाई फलो गर्नु होला। यतिको आजको लागि ल टाटा बाई बाई सबैलाई। बाई बाई गरेर बाई बाई।